हेलो नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल होम फ्लेभर्स। आज चाहिँ होम फ्लेभर्समा पाक्दैछ खिर, जसको लागि चाहिँ मैले 1 लिटर दुध लिएकी। दुधलाई यसरी उमालिसकेपछि त्यसमा चामल एड गर्ने। मैले चाहिँ चामल र थोरै काजु मिक्सरमा पिसेर राखेको छु। हजुरहरूले चाहिँ त्यसलाई पानीमा भिजाएर राख्दा पनि हुन्छ। ग्यास चाहिँ मिडियम टु लो नै गराउनु होला। चामल राखेर दुध यत्तिको बाक्लो भइसकेपछि चाहिँ हजुरहरूले त्यसमा आफ्नो स्वाद अनुसार चिनी र घिउ राख्नुपर्नेछ। घिउ राखेर पनि यसरी चिनी र घिउ राखिसकेपछि पनि ग्यासलाई चाहिँ सानो नै गराउनु होला। बेला बेलामा मजाले चलाइराख्नु होला, नभए भने चाहिँ त्यो पिद लाग्न सक्छ भाँडा पातलो छ भने। यसरी सानो ग्यास गराएर मजाले पकाएर यत्तिको बाक्लो गराउँदा चाहिँ हाम्रो खिर अब रेडी भइसकेको छ। हजुरहरूले आफ्नो इच्छा अनुसार रुचि अनुसार चाहिँ ड्राई फ्रुट्स राख्न सक्नुहुनेछ। मैले चाहिँ आफूलाई मनपर्ने ड्राई फ्रुट्स राखेको थिएँ र यसरी हाम्रो तयार हुन्छ तातो तातो एकदम मिठो खिर। हजुरहरू पनि ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ।